आज चाहिँ मेलिना बहिनीको हातको किनेमा खान लागेको। गुड मर्निङ गाइस। र आज चाहिँ हामी घुम्नु पनि जाने खाजासाजा खाएर। कहाँ भन्दाखेरि चाहिँ सी है बोटिङ गर्नु जाने र सबै यहाँनिर चाहिँ अहिलेको वातावरण यस्तो छ भने यहाँ घामको कारणले चाहिँ ह्याट लगाएर रोटी पोल्दैछ। हाम्रो बहिनीहरू पनि नमुना छ, बहिनी र दिदी हो। भने योगिता चाहिँ आइसकेको छ, घुम्नु जान्छ भनेर नजाने भन्दै थियो कि मलाई चाहिँ जान्नै पर्छ भन्दै चाहिँ रिसाउँदै थियो। ल हाम्रो पुरी रोटी रेडी र सबसे छिटो उठ्ने चाहिँ बिरु साथी र किनिमा होइन। ल अब चाहिँ हामी खाना लागेको गाइस। सौरभ भाइ पनि एकदम फ्रेसेस भएर आएको छ। अनि ल हामी चाहिँ यसरी नै हो खाने भनेको, एकदम सबैजना बसेर। यस्तो दामी भएको थियो नि गाइसहरू, साँच्ची बहिनीले मिठो बनाउँदो रहेछ रोटी होइन, किनिमा पुरी एकदमै मजा आयो खानु। अन्त यी एकैछिनमा रेडी पनि भइसक्यो। ल हामी जानको लागि सी है। ल आज चाहिँ बोटिङ गर्ने नै अरे नि त, दिदी आउनु भएछ ठिकै। दिदीलाई पनि जाउँ भन्यौँ है, दिदी चाहिँ जाने इच्छा गरेको थिएन तर जाउँ भन्दा चाहिँ ल जाने भयो। भने यहाँनिर सौरभ भाइले खतरा गीत गाउँदै थियो साथीहरू। म चाहिँ अहिले जाँदै गरेको सतीश साथीलाई लिनु। ल हाम्रो सतीश ब्रो आइसकेको छ, एकदमै लोकप्रिय हाम्रो इजरायलमा है। साथीको भिडियोले चाहिँ एकदमै हाम्रो मन डाइभर्ट गरिदिन्छ है। कोही बेला लो फिल भइरहेको बेलामा चाहिँ हामी हाम्रो मात्रै होइन, धेरै यहाँ संसारभरि नै एकदमै राम्रो भिडियोहरू बनाउँछ, एकदमै हाँसउठ्दो भिडियोहरू है। र एकदमै तपाईँहरूले पनि चेक गर्नु सक्नुहुन्छ, सतीश थापा छ है फेसबुकमा, इन्स्टामा सबैमा छ। ल हेर्नुहोस् न एकदमै हँसाउँछ है। र हामीलाई एकदमै यो के अरे इन्टरटेनिङ भएको थियो यो टुर चाहिँ साथीको कारण। एकदम हाँस्दै हाँस्दै है मजा आएको थियो है। यतिखेर हामी चाहिँ अब बसपट्टि जानुपर्ने हुन्छ। हामीलाई एकदम भाइब्स खतरा छ। र अब चाहिँ हामी गाडीमा चढ्दैछौँ है। र यहाँबाट चाहिँ सिधै सीमा है, अनि छिटो गरेर घुमेर फर्किहाल्नुपर्छ। छिटो भन्नाले अब यताउति है बोटिङ त गर्नु पर्यो। सबैजना आज धेरै दिन बाद बोटिङ गर्नु, वेदरले पनि एकदम साथ दियो है, त्यस्तो गरम चाहिँ भएन। र अब चाहिँ हिँड्यौँ है। र यहाँनिर त बिल्डिङ अग्लो रहेछ, यो बिल्डिङहरू चाहिँ देखेको थिइनँ मैले यो साइडतिर ठुल्ठुलो। र चाहिँ सी आइपुग्यौँ है हामी। यो चाहिँ हो जाफा पोर्ट। सो त्यहाँनिर चाहिँ सिपिङ गर्ने ठाउँहरू छ, त्यही भएर चाहिँ हामी म त हिन्दीमा बोलिदिँदो रहेछु होइन। अन्त ल यस्तो हुन्छ कोही बेला। र अब चाहिँ हामी जाँदैछौँ है तल सिपपट्टि। बहिनीहरूले त रिल्स त कति बनाउँछ भन्दैछु होइन। र यहाँ सती साथीलाई चाहिँ नि हामी पनि स्विमिङ गर्नु जानुपर्छ एकपल्ट भनेको। हाम्रो त बुढीले डुब्नु दिँदैन होला भन्दै थियो होइन। ल हँसाउँदै हँसाउँदै हामी चाहिँ, बिरु साथीको नानीको बर्थडे पनि थियो। सो र यहाँनिर चाहिँ फोटोसुटहरू हुँदैछ, भिडियोहरू होइन। अन्त एकछिनमा हामीले लुइस दिदीलाई पनि भेट्यौँ है, भेनालाई। अनि एकदम खुसी लाग्यो भेटेर। साथीलाई यता बोलाउँदैछ फेममा। अब चाहिँ हामी जाँदाखेरि फेरि बहिनीहरूलाई भेट्यौँ है, बहिनीहरूले पनि भिडियोहरू हेर्नुहुन्छ अरे, एकदम खुसी लाग्यो है। र सबैलाई भेटघाट गर्दै हामी चाहिँ एकदम यो जाफा पोर्टमा आइसक्यौँ। यहाँ सिपमा चढ्नु लागेको। ल टिकट चाहिँ 30 सेकल अरे एकजनाको। सबैजना हामी चढ्दैछौँ है। ल तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर। यो चाहिँ ठुलो हो, हाम्रो आधी चाहिँ उता स्पिड बोटमा गयो भने हामी आधी चाहिँ यहाँनिर। र एकदमै मजा आएको थियो। स्पिड बोटमा चाहिँ पानीले भिज्छ तर मजा आउँछ है। र यसमा पनि मजा आउँछ कि चिउँ चिउँ हुन्छ त्यो वेभहरूमा। र हामी चाहिँ अब हिँड्न लागेको, माथि चाहिँ एकदम भिड थियो र सबै हामी तल बस्यौँ। र हेर्नुहोस् त यस्तो हिँड्न लाग्यो है। ल यस्तो वेभमा चाहिँ नि मजा आउँदो रहेछ क्या, चिउँ चिउँ। दुईजना चाहिँ पुरै पक्रिरहेको छ। र म चाहिँ एकछिन माथि पनि गएँ है। माथि चाहिँ दिदीहरूले चाहिँ सिट पाएछ बस्ने जग्गा। र यहाँनिर चाहिँ एकदम दामी क्या, यहाँबाट भ्यू चाहिँ यसो टेलिभ्यूहरू हो। र सिपमा पनि एकदम मजा आयो तर एकदमै भिड। र यो चाहिँ यो गीता र मेरो
भिडियो लिँदै गरेको यहाँ साथीले हँसाउँदैछ। यहाँनिर चाहिँ हाम्रो फोटो हुँदैछ, फोटो सेसन है हाम्रो ग्रुपहरू। अब चाहिँ लिडिया र मेरो पनि है हल्का भिडियो निकाल्यो भने अब हामी आइपुग्न आँटेको छौँ। यतिखेर चाहिँ फर्किँदा चाहिँ बाहिर बस्नु दिँदो रहेछ। एकदमै राम्रो एक्सपिरियन्स भयो साथीलाई। र यहाँनिर चाहिँ कन्टेनरको मात्रै बनाएको यहाँनिर उयोहरू रहेछ बजार क्या। अन्त यहाँ फ्रेस माछा प्रन्सहरू सबै रहेछ। यहाँनिर फर्किँदै गर्दा फेरि फोटो खिच्यौँ है। र अब चाहिँ हामी फर्किँदै गरेको लिडियाको भिडियो निकालिदिनु अरे है। र यहाँनिर चाहिँ लास्ट ग्रुप फोटो भएको थियो। अनि ठिकै गाडी आयो। ल अब चाहिँ हामी सबैजना घरतर्फ लागेको है त। अनि यहाँ बहिनीहरूलाई पर्खिरहेको छु। बहिनी चाहिँ कताको हामी अलि अरू त सबै आइहाल्छ, दुईजनालाई खोज्दैछ। आउँदै रहेछ भन्दैछ क्या। एकदम रिल्सहरू एकदम खतरा बनाएको छ हाम्रो दिदी र बहिनीले। तपाईँहरूले चेक गर्नु सक्नुहुन्छ। बहिनी चाहिँ एकदमै लोकप्रिय छ इन्स्टाग्राममा हाम्रो मेलिना। सो ल हामी चाहिँ जाँदैछौँ अहिले। एकैचोटि अब अपार्ट पुगेर देखाउँछु है भन्दा पनि यहाँनिर त देखाउनु परिहाल्यो नि त। हाम्रो ग्रुप त एकदमै दामी। र अब चाहिँ योगी फर्किँदैछ घर। ऊ चाहिँ ड्युटीबाटै आएको नि त। अनि सतीश साथी त मल्टी ट्यालेन्टेड रहेछ नि, हेर्नुहोस् न कस्तो मिठो भएको। मैं आंखें बंद करता हूँ तो तुम्हें देखता हूँ, आंखें खोलता हूँ तो तुम्हें देखना चाहता हूँ। तुम पास में होते तो तुम्हें हर वक्त अपने सपनों और महसूस करना होगा। थैंक यू। एकदमै दामी है। र यहाँनिर चाहिँ हाम्रो साग पकाउँदैछ दिदीले भने सतीश साथीले चाहिँ खत्रै गएको थियो। एकछिन इन्डियन सब गएर आउने भन्दै थियो सतीश साथी चाहिँ। भने यहाँनिर खानापिना हुँदैछ हाम्रो ग्रुपले। हामी चाहिँ साथीलाई पर्ख्यौँ एकछिन होइन, सँगै खानुपर्छ भनेर। अनि ठिक्कै आइपुग्यो। र अब चाहिँ हामी खाना लागेको है। ल साथी जाने पनि अरे एकदमै मजा आयो। र फेरि आउनु भनेर चाहिँ हामी बिदा दिँदैछौँ साथीलाई। अनि ल साथीलाई फेरि आउनुपर्छ साथी भन्दै है। अब चाहिँ अब हामी पनि एकछिनमा जाने बेला भइहाल्छ। ल बिरु साथी पनि हिँड्यो भने बिरन्दा पनि गयो है। सौरभ भाइ पनि गएको भनेको होइन अरे त। ल सबैलाई अब फाइनल्ली हाम्रो पनि टाइम भयो। सबैजना निस्किँदैछौँ। केल्भिन भाइ चाहिँ अलिक ढिलो जान्छ अनि राजु दाइले पनि गए भनेर चाहिँ। यति नै थियो आजको भिडियो। थ्याङ्क यू गाइस फर वाचिङ। बाइ बाइ।